स्वागत छ हजुरहरूलाई। आज चाहिँ हामी सुँगुरको आन्द्रा भुँडी चाहिँ कसरी सफा गरिन्छ हजुरहरूलाई देखाउँछु। मैं कस्तो तरिकाले चाहिँ सजिलो तरिकाले हामी गर्छौँ तपाईहरुलाई हामी देखाउनेछौँ। तपाईहरु हेर्नुस् होला। तपाईहरु हेर्न सक्नुहुन्छ। यो चाहिँ सुँगुरको आन्द्रा भुँडी यस्तो हुन्छ। अब चाहिँ हामीले यो चाहिँ सुँगुरको भुँडी हो। अब यो चाहिँ मोटो आन्द्रा, अब सानो आन्द्रा चाहिँ यसरी बोसोले घेरेर बसेको हुन्छ है। अब चाहिँ हामीले यसलाई छुटाउँछौँ। तपाईहरु हेर्नुहोस्, सजिलै तरिकाले हामीले चाहिँ आन्द्रालाई यसरी छुट्याउँछौँ है। पहिला सुरु चाहिँ हामीले यसरी भुँडीलाई यसरी काट्यौँ, यसरी छुट्यायौँ। अब चाहिँ हामी सानो आन्द्रालाई यो फुल बोसोले घेरेको हुन्छ। अब यसरी हामी चुडाउँछौँ। चुडाएर चाहिँ अब मजाले सरसर तरिकाले निकाल्छौँ। हेर्नुस् है, यसलाई चाहिँ सुँगुरको सानो आन्द्रा भनिन्छ। दुधे आन्द्रा, तिते आन्द्रा भनेको चाहिँ सुँगुरको यही हो है। अब चाहिँ हामीले यसलाई मजाले छुट्याउँछौँ। बोसोपट्टि र यता आन्द्रापट्टि मजाले मात्रा मिलाएर हात चाहिँ मजाको हुनुपर्छ। एकैनासले चल्यो भने सरसर यसरी तानेर हामीले यसलाई छुट्याउँछौँ। तपाईहरु हेर्नुहोस्, यो सुँगुरको सानो आन्द्रा चाहिँ कमुलो हुन्छ। यसलाई बिस्तारै सजिलै तरिकाले गर्नुपर्ने हुन्छ। धेरै साह्रो गर्यो भने यो चुडिने सम्भावना धेरै हुन्छ है। अब चाहिँ हामीले यसलाई मजाले सरसर तान्छौँ। यसरी हातको मात्रा मिल्यो भने मजाले आउँछ है। तपाईहरु हेर्नुहोस्, सजिलै छ। यसरी मजाले राम्रो तरिकाले हामीले आन्द्रा धुन सक्छौँ। अब चाहिँ हामीले आन्द्रालाई यसरी सानो आन्द्रा छुट्याइसक्यौँ है। अब यसरी काट्छौँ। यो चाहिँ हाम्रो सानो आन्द्रा निकालिसक्यौँ है। यो चाहिँ सुँगुरको फुलबोस हो। आन्द्रामा भने यो फुलबोस हो है। फुल जस्तो फ्लावर जस्तो हुन्छ। हेर्नुहोस् है, यहाँनिर यसरी हामी निकाल्छौँ यसलाई। यो चाहिँ आन्द्रामा हुने सुँगुरको बोस हो है। अब सुँगुरको यो मोटो आन्द्रा है, ठुलो आन्द्रा भन्छौँ हामी चाहिँ। अब यसलाई चाहिँ हामीले यसरी छोडाउँछौँ। बिस्तारै गर्नुपर्छ। यो साह्रो गऱ्यो भने यो फुट्छ। फुटेपछि सुँगुरको बिटा बाहिर निस्किन्छ है। यो चाहिँ सुँगुरको आन्द्रामा हुने लाटा मासु भन्छौँ है हामी। यो चाहिँ लाटा मासु है। यसको चाहिँ काम हुँदैन। यसलाई चाहिँ हामी चाहिँ अब हामीले सुँगुरको ठुलो आन्द्रा यसरी चाहिँ खेलाइसक्यो है हामीले। अब यसलाई चाहिँ हामी सफा गर्छौँ।
मजाले पानी हाल्छौँ। यसरी पानी हाल्दा एकदम यो बिचमा अड्क्यो भने चाहिँ अर्को साइडबाट पनि हाल्छ है। अर्को साइडबाट पनि यसरी पानी हाल्छौँ। भित्रबाट भेटिसक्यो। यसमा मजाले पानी पर्छ है। पानीको मात्रा मिलाएर हाल्नुपर्छ, नभए यो फुट्न सक्ने सम्भावना हुन्छ। पानी मजाले हालेर चाहिँ है यसको दिशा बदलिनुपर्छ है। ठुलो आन्द्रा चाहिँ हामीले सकिसक्यौँ। अब यसले पनि सफा गरिसक्यौँ। अब चाहिँ हामी सानो आन्द्रा गर्दैछौँ है। सानो आन्द्रा चाहिँ सुरुमा पानीहरू केही नहालिकन सरल गर्नु चाहिँ मजाले पानी हाल्छौँ हामीले। पानी हाल्यो भने गर्न गाह्रो हुन्छ, त्यही भएर सरल हुन्छ। पानी हालेर यसरी हामीले सरल तान्छौँ है। यसको चाहिँ सफा पानी नआइन्जेलसम्म हामी गरिरहेछौँ है। दुईचोटि गरिसकेपछि चाहिँ यसबाट अब सफा पानी बिस्तारै आउँछ है। पनि कङ्ग्रेचुलेट गर्नुहोस् कि फेरि एकचोटि हामीलाई सफा गर्छौँ। हेर्नुहोस् यसरी सफा पानी भइसक्यो। अब भइसक्यो।
निस्किनु थाल्यो। अब यो सफा भइसक्यो है। अब हाम्रो पालो भुँडीको पालो छ। भुँडीमा चाहिँ यसको खानाहरू जमेको हुन्छ है। यसको चाहिँ हामी यसरी दिसाहरू मजाले खान्छौँ। Let's go these are times of the last bit. Abela हामी पल्टाउँछौँ है। पल्टाउँछौँ। अहिले भित्र त्यो भुँडीको भाग चाहिँ अलिकति छोडेको छ। हामी मजाले चक्कर सीधा चाहिँ अब चाहिँ हामीले यो सुँगुरको आन्द्राहरू चाहिँ रेडी गरिसक्यौँ है। यसलाई भन्छ भुँडी हो। यो चाहिँ फुलबस्सो भन्छौँ है। सुँगुरको आन्द्राको बस्छ। यसले चाहिँ सानो आन्द्रा र मजाले बेरिरहेको हुन्छ है। यो चाहिँ ठुलो आन्द्रा भयो। यो चाहिँ तिते आन्द्रा अथवा दुधे आन्द्रा पनि भन्छौँ है। यो चाहिँ सुँगुरको सानो आन्द्रा हो। सुँगुरको आन्द्रामा चाहिँ सातपत्रै हुँदैन है। तपाईँहरू हेर्न सक्नुहुन्छ। सुँगुर चाहिँ शाकाहारी मांसाहारी दुवै प्राणी हो है। यसरी चाहिँ हामीले सुँगुरको आन्द्रालाई चाहिँ सजिलै सफा तरिकाले यसरी हामीले बनाउन सकिन्छ। तपाईँहरूले भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। प्रतिक्रिया दिनुहोस् होला।